सो आज म तपाईँहरूलाई के भन्छु भने चाहिँ तपाईँहरूलाई कतिजनालाई रेस्टुरेन्टको बारेमा होइन हर सामानको स्टोरको बारेमा थाहा हुँदैन, स्टोरमा के हुन्छ होइन, त्यसको बारेमा तपाईँहरूलाई देखाउँछु होइन, के हो कसरी के यसलाई चाहिँ के भन्छ है त। सुरु चाहिँ स्टार्ट। यो तपाईँलाई थाहा हुँदैन, कतिजनालाई थाहा हुँदैन, कतिजनालाई फर्स्ट टाइम आएको हुन्छ, त्यसैले कसैलाई थाहा हुँदैन, त्यसको कारणले यसलाई हुन्छ ब्ल्याक ओलिभ्स भन्छ यसलाई, कसैलाई थाहा हुँदैन है। जस्ट अब हामीले प्याकेट गरेको छैन, प्याकेट त गरेको छैनौँ। म तपाईँलाई जुन भन्छु यसलाई चाहिँ हामी अलमन्ड भन्छौँ। एक्चुअली हामी चाहिँ गरेर लिएर आएर चाहिँ काटेको हो। यसलाई चाहिँ अलमन्ड रोस्टिङ भन्छौँ होइन। यसलाई त कसैलाई थाहा हुँदैन, कसैलाई जानकारी थाहा हुँदैन, कसैलाई थाहा पनि हुँदैन। त्यही कारणले म तपाईँहरूलाई सबैलाई भनिरहेको छु। यसलाई तपाईँलाई हामीले घरमा पनि होममेड बनाउनु सक्नुहुन्छ। टमाटरको रोस्ट गरेर सन्ड्राइड टमेटो, ओके, यसलाई सन्ड्राइड टमेटो भन्छ। हामीले यसलाई चाहिँ घरमै पनि बनाउनु सक्नुहुन्छ। त्यो पनि कसरी भन्दा हो, रोस्ट गर्नुपर्छ, होममेड बनिन्छ है त। तपाईँहरूलाई यो जानकारी चाहिँ दियो भने कस्तो लाग्यो तपाईँहरूलाई भन्नुहोस् होला है त। थ्याङ्क यू।